फाइनल्ली गाइज हामी चाहिँ नाम लगाइस लिएर मकैको पात छेट्न हिँडिरहेको छौँ। देख्न सक्छौ हेर्नुलाई त गाउँघरतिर यस्तै छ, कामको माछो छ। यो चाहिँ आमाको मकैबारी, आमाको जीवनी हुन्छ हजुरआमाको मकैबारी देख्न सक्नुहुन्छ। बाटो चाहिँ यस्तो छ, चिफ्लो बिहान पानी परेको। मोल हाल्ने भन्नुभएको थियो, मोल हालेको कता आइज। देख्न सक्नुहुन्छ मकै यत्रो आएन, कोदो रोपेको हिजो अस्ति बिउ नपुगेर हालत खराब भयो। कता गयो हेरौँ है त माइलबा गएछन् कि हो गएछन्। यहाँको भ्यू देख्न सक्नुहुन्छ सरल हेर्नु। यो चाहिँ हाम्रो माथिको गाउँ लुइटेल गाउँै हो। मकैबारी दरम ओ वहाँ जाने हामी पातलो छन् खेतमा हेर्नु हो त्यहाँ जाने हो। भिडियो आइरहन्छ बिचमा हेरिरहनु है। फाइनल्ली माइलबा चाहिँ हुनुहुन्न भने चाहिँ भागिसक्नु भयो मोल हालेर। अब हामी चाहिँ सिधै खेतमा जानु पर्यो है त। आमा आउने भन्नुभएको छ, पारीको बाटो कता बाटो आउनुहुन्छ हेर्नुपर्छ है साथीहरू। ल है त हेर्दै जोडिँदै रहनु होला। म चाहिँ अब यस्तो छ यो बाटो, सिधै अब ढाँड भन्छ हाम्रो खेतलाई, ढाँडमा चाहिँ लागे है त। बाई बाई। देख्न सक्नुहुन्छ कामको चटार भइहाल्यो। यस्तो बुढी आमाले कोदोको बिउ काट्दै हुनुहुन्छ। ओ उहाँ पनि आमालाई हेर्न सक्नुहुन्छ। हेर्नु है त्यो बुढेसकालमा नि छोराहरू विदेश पलायन, बुहारी बजार, बुढाबुढी यता। कामको माछो छ, मकै पाकिएको छ हेर्नुहोस्। फाइनल्ली म चाहिँ झरिसकेको छु, यति माथिपट्टि छु। माथि देखिएको नजारा यी तल आइसक्यो। हो त्यही खेत हाम्रो। धान बिउ यसरी यहाँ थोरै उम्रिएछ पानी नआएर। आमाको इन्तजारमा कुरे हम उताबाट आउँदै हुनुहुन्छ। हेर्नु है त भिडियो देख्न सक्नुहुन्छ। मकै चाहिँ मजाले खुरुम्म हुनेर पाएको छ है। त्यो चर्को घाम छ बाफिएछ ल हेर्नु। मकैको बोट सरबरमा हामी चाहिँ खेतमा विकास नभएको होइन, भएकै छ है मजाले सरबरमा। हो यो तल चाहिँ हाम्रो हो, यो साइली मम्मीको, यता माइल भएको। यहाँ माथि छ जानेछ बाटो, ट्र्याक्टर अड्छ, बाइक आउँछ। रोड त त्यस्तै भयो। हेर्नु मकै अब पाकिसकिएको छ। फाइनल्ली चट्ट पारामा भारी हाल्दै हेर्नु है त्यता भाइलाई चाहिँ मलाई। यहाँ चाहिँ नागाथान छ यहाँ तलपट्टि। हामी जाँदैछौँ, बारी रेडी भयो। यो बाटो यसरी जाने है त, देखाउँछौँ ल हेर्नु होला। हेर्नुहोस् ए गाउँघरमा एकदम प्रकृतिले दिएको उपहार स्वरूपले चाहिँ भिटामिन खाइराख्नुपर्छ, खनिया हुन्छ। यहाँको भ्यू देख्न सक्नुहुन्छ। यस्तो हुन्छ यो बुटो, भुइँमा फल्छ, अरू दाना छ, काँचो छ। बाई बाई।